हेलो गाइज, अल अफ यु के छ खबर? मेरो चाहिँ ठिक छ। म अहिले जङ्गलतिर छु, फिल्डमा आएको हुँ। मेरो फिल्डको काम पनि सक्यो। त्यसपछि म अहिले घर फर्किँदैछु। एक्लै छु, के गर्नु गाह्रो छ। वनमा जागिर खाएपछि यस्तै हो। तर मजा चाहिँ आउँछ, फेरि छुट्टै मजा आउँछ। एउटा यहाँ रुखहरूसँग टक्क पुरै प्रकृतिसँग विभिन्न थरीका बर्डहरू आउँछन्, तिनीहरूको आवाज सुन्न पाइन्छ। यो रुखहरू त विभिन्न किसिमका हुन्छन्, त्यो पनि देख्न पाइने नै भयो। अनि हेर्नु न, यो गर्मीमा बाहिरतिर यस्तो गर्मी हुन्छ कि, अनि जङ्गलतिर आएपछि एकदम फ्रेस हावा खान पाइन्छ। त्यही भएर हो कि म टक्क दुब्लो भएको हेल्दी छु नि त, त्यसैले। अरू जस्तो म मोटी छैन के, त्यस्तो यो फ्रेस हावाहरू खाइकन इन्भाइरोमेन्टसँग घुलमिल भएर हो कि म ठिक्कको भएको। धेरै बाहिर भइदिए भए म चाहिँ फुलिसक्थेँ। अरू चाहिँ यस्तै हो। अहिले चाहिँ म ठ्याक्क बाटोमा निस्किसकेँ। म चाहिँ जङ्गलबाट निस्किसकेँ होइन, यो बाटोमा छु। यहाँ पनि उता कटाउनु भएको रुखहरू यता छ। अनि अब म मेन बाटोमा जानुपर्ने हुन्छ। त्यसपछि बस कुर्छु। बस कुरेपछि बस आए कति टाइम लाग्छ थाहा छैन। त्यस पछाडि म जान्छु उता धनगढी, मेरो बस्ने धनगढी हो। अनि अफिस पनि टाढा छ, अफिसबाट फिल्ड पनि टाढा छ। यस्तै हो, के गर्नु।